डेटिङ स्पट आएर हैन हामी कति माथि आउँछ झडा आएपछि आउँ देख्छ ए ठुलो देख्छ नि 100 मिटर सरी कति माथि आउला ओए देन पढे त यो त मुखले नपुछ के हाल्यो यो भन्दा यो धेरै सानो र हैन यस्तो हामी यहाँ जति माथि बसी यस्तो न हुँदैन यो नहल्का उता कम यस्तो मात्रै यो बनाउने त्यतै धेरै त नहुँदो पाहाड जस्तो भयो अनि चाहिँ फोटो खिच्नु मेरोमा अब भर्खरै त्यहाँ राख के छोड्ने ब्यागमा सामान धेरै अले ब्यागमा सर्फो होसिरा रे हैन भिडियो बनाउने बेला चाहिँ मोबाइल यसो गर्न खस्यो भने घरबाट लाहात लाई फेरि मैले के बनाए हैन म त सुमिको भने यहाँ खोला अलि टाढा गएर आऊ फेरि पुट्ट यसो हल्लाउने त्यही हेर्दै हेर्दैन कहाँ गइरहेको मान्छेको टाउँ को कहाँ छ यसरी मोबाइल लिएर मात्र हुन्छ त्यहाँ ल ल ल ल सबैजना यता ओइ आऊ आऊ अब हाम्रो यहाँ खाजा खाइराखेको अवस्था के खाइराख्नु भएको छ त तपाईँहरू अहिले चाहिँ हो ल अब म पनि एउटा खाइहाल्नु पर्यो लिएर गए तर ओ म्याम यस्तो भेदभाव हो म्यामले यस्तो भेदभाव गर्छ ल अब हाम्रो केटाहरू चाहिँ यहाँ भोकाएर खाजा खाइराखेको अवस्था हाम्रो केटाहरू यहाँ भोकाएर खाजा खाइराखेको अवस्था छ अहिले हाम्रो म्याम चाहिँ अगाडि हिँडिसक्नु भएको छ बाटो भ्यू चाहिँ एकदम बबाल छ हैन यहाँबाट चाहिँ पुरै तर माथि आउँदाखेरि चाहिँ हाम्रो चाहिँ राम्रो म त के हुन्छ कुरकुरे अमिस त्यहाँबाट एउटा कुरकुरे ल्याउ न त्यसमा बनाउने दाइ हो ल कस्तो लागिरहेछ त म्याम माथि पुगेर जामाथि पुगेर रमाइलो लागिरहेछ फेरि फेरि आउनु पर्छ कि आउनु पर्दैन ए आउनु पर्यो नि यहाँ चाहिँ हाम्रो केटाहरू पुरै यहाँबाट भ्यू चाहिँ राम्रो छ तपाईँहरू चाहिँ यता साइडमा आएर ल यहाँ चाहिँ हाम्रो अर्को टोली योगा क्लास यहाँ चाहिँ अर्को स्थल ल अब तपाईँहरू यहाँ अहिले चाहिँ भिडियो चलिरहेछ है तपाईँहरू के भन्न चाहनुहुन्छ कि यता यो अहिले एलिस भनेको चाहिँ हाम्रो हिरै हो
मान्छे कालो हो के तर मान्छे डिलुवाले पनि हो के ल के भन्न चाहनुहुन्छ कि यहाँ जामाचो चोकमा आएर होइन के भन्न चाहनुहुन्छ तपाईँ लाइक एन्ड सब्सक्राइब ओन्ली त्यति मात्रै भनेर भएन अब हो तपाईँ क्लिक द बेल आइकन and anything else राहुलको पनि आउँछ राहुल पनि बोल्नुहोस् न ल के भन्न चाहनुहुन्छ तपाईँ तपाईँको एक्सपिरियन्स कस्तो रह्यो त्यहाँ हाइकिङको ल मेरो त एकदम राम्रो अब हो ल माइ तपाईँको युट्युबमा आउन पाएर धेरै खुसी ए लागिरहेको ए हो ल अनि युट्युबमा चाहिँ कस्तो अनुहार ल राजाजी तपाईँ के भन्न चाहनुहुन्छ धन्यवाद फोटो खिच्नु भएन भिडियो मनिषजी तपाईँ यति स्याट चाहिँ किन तपाईँ यति स्याट चाहिँ किन जामाचो जस्तो यस्तो पिसफुल प्लेसमा आएर तपाईँ स्याड हुन मिल्दैन नि भ्यू इन्जोय गर्दा भ्यू इन्जोय गरिरह ए सिद्धार्थ सर तपाईँ यहाँ माथि आएर कस्तो फिल गरिराख्नु भएको छ त रमाइलो रमाइलो भयो हाइकिङ रमाइलो मात्रै कि रमाइलो भन्दा पनि अझै रमाइलो कुणाल सर तपाईँ के भन्न चाहनुहुन्छ यहाँ म त के भन्न चाहदिनँ तपाईँ यहाँ जामाचो हाइकिङ आएर कस्तो लागिरहेछ त तपाईँलाई रमाइलो लागिरहेछ डेनिल सर तपाईँलाई कस्तो लागिरहेछ अमित सर तपाईँ चाहिँ कता कोमा राम्रो थकाइ धेरै लाग्छ पर्सि बिदा दिनुहोस् भने सिफारिस गर्छु म आइतबार बिदाको सिफारिस हो तपाईँ चाहिँ तपाईँहरूलाई नि आनन्द हामीलाई नि ल तपाईँहरूको एज अ होलमा त्यसो भए आइतबार बिदाको डिमान्ड भयो होइन ल अब यो भिडियो चाहिँ हाम्रो प्रिन्सिपल म्यामलाई जान्छ होइन ल अब यो 15 किलोमिटर अब यहाँ हाम्रो यता पनि होइन सोध्नु पर्यो तपाईँहरूलाई कस्तो लागिरहेछ त यहाँ आएर रमाइलो लागिरहेछ के खाइराख्नु भएको छ अहिले चाहिँ ए चना मात्रै ल पल्पसा भन्नुहोस् के खाइराख्नु भएको छ तपाईँ चना तपाईँ पनि सेमै हो खाएको ओहो ल हो ल कस्तो लागिरहेछ त अहिले यहाँ पहाडको टुप्पोमा आएर पहाडको टुप्पोमा चाहिँ रमाइलो लागिरहेछ हो ल तपाईँलाई कस्तो फिल गरिराख्नु भएको छ रमाइलो चढ्दा गाह्रो त भएन नि ल ठिक छ अब यहाँ हाम्रो चाहिँ भ्लगमा छ है तपाईँहरू हेलो 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 हो भ्लग अब हाम्रो देशका कर्णधारहरू चाहिँ जामाचो हाइकिङबाट फर्किने बेलामा यहाँ विश्राम गरिराखेको अवस्था यता यता हाम्रो यो चाहिँ यहाँको नाम चाहिँ के मुना यहाँ तपाईँ त क्याप्चर हुनुभयो त तपाईँ त्यो उठाउनु पर्यो क्याप्चर हुनुभयो त त्यो फाल्नु भएन नि त्यो खाएर त हो यसरी फाल्नु भएन नि ल उठाउनुहोस् त रेबिकाजी चाहिँ पैसा मात्रै निकालिराख्नु भएको छ के गरिराख्नु भएको तपाईँ चाहिँ यता भन्नुहोस् कति रुपियाँ छ तपाईँसँग यसो टक्क 120 मात्रै कति खर्च गर्नुभयो त आज हाइकिङमा चाहिँ 1.5-2 करोड ए 1.5-2 करोड बोकेरै ल्याउनु भएको थियो तपाईँ ए ए तपाईँहरू कति कति खर्च गर्नुभयो त आज हाइकिङमा तपाईँ 250 10-20 करोड कति किलोमिटर थियो होला तपाईँ कति खर्च गर्नुभयो त आज थाहा छैन कि खर्च नै गर्नुभयो युट्युब च्यानलको नाम आज तपाईँहरूले पर पर्सन कति कति खर्च गर्नुभयो त जामाचो हाइकिङमा यसो भनिदिनु पर्यो हाम्रा दर्शकहरूलाई चाहिँ 400 एकजनाले 400
कम के खानुभयो त स्पेसली तपाईँ के खानुभयो यसो भनिदिनु पर्यो चटपटे कति प्लेट चटपटे चाहिँ अनि तपाईँको के खानुभयो त चटपटे कुरकुरे जुसहरू ए कति खर्च गर्नु पर्यो तपाईँ 400 अनि तपाईँ ए सबैजना 400 हो तपाईँ 500 ए तपाईँ चाहिँ सबभन्दा बढी खर्च गर्नेमा पर्नुभयो त तपाईँ कति खर्च गर्नुभयो त आज 300 के खानुभयो यसो भनिदिनु पर्यो हाम्रो दर्शकहरूलाई चिप्स ओन्ली चिप्स एन्ड जुस ल तपाईँलाई जामाचोबाट फर्किँदा कस्तो लागिरहेछ भनिदिनु पर्यो राम्रो कतिको खर्च गर्नुभयो त जामाचोमा चाहिँ सर टोटल कति भयो खर्च कति भयो भन्नु के खानुभयो यसो भनिदिनु पर्यो सर चिप्स खायो चटपटे खायो कुरकुरे खायो पानी खायो सर त्यो चुत्रो एउटा त्यो खायो के हो त्यो भनेको पर पर्सन केही नभए पनि 3-3 400 खर्च गर्नुभयो यसको मतलब हैन रमाइलो भयो अनि तपाईँको कस्तो भयो त ट्रिप चाहिँ यो हाइकिङ कस्तो भयो एकदम नराम्रो किन ए भोमिट भयो यहाँ ब्लगमा तपाईँ हुनुहुन्छ अहिले होइन स्पेसल्ली पर्सुना कति खर्च गर्नुभयो त तपाईँ आज चाहिँ यसो हाम्रो दर्शकहरूलाई भनिदिनु पर्यो तपाईँ एकदम चकचक गर्नुभयो ए ल यसो अब हाम्रो यहाँ अडियन्सहरूलाई गीत गाएर सुनाइदिनुहोस् न त तपाईँ ल शाहरुख खानको एक्टिङ गरिदिनुहुन्छ अरे यहाँ एक ओ अब एकजना हिरोइन पनि बनिदिनु पर्यो नि त एकजना हिरोइन पनि चाहियो होइन ल यहाँ चाहिँ हिरोइन ल शाहरुख खानको एक्टिङ गरिदिनु पर्यो नाइस हजुर मिलियन त मेरो बिलियनमा छन् सब्सक्राइबर तपाईँ चाहिँ के बनाएर म्याम तपाईँ के बनाएर स्यान्डविच बनाउँदै छौँ सर कुन स्यान्डविच ल हाम्रो म्याम चाहिँ यहाँ सावित्री म्याम चाहिँ भेज स्यान्डविच बनाइराख्नु भएको छ हाम्रो लागि अहिले अब यता चाहिँ हाम्रो जनताहरू स्यान्डविचको लागि वेट गरिराख्नु भएको छ यता चाहिँ यो दुबईको सेक रे अर्को यता सब्सक्राइबर चाहिँ को तपाईँ सब्सक्राइबर हो ल सब्सक्राइबर भयो र च्यानलको नाम थाहा छैन रे मलाई थाहा थियो यसलाई थाहा थिएन ल हाम्रो यहाँ चाहिँ स्यान्डविच रेडी भइसक्यो ओके अब हाम्रो यहाँ चाहिँ एउटा आज हामीसँग चाहिँ हाइकिङमा हिरोइन पनि आउनु भएको छ रे मनिषा कोइराला हिरोइन आउनु भएको छ हाम्रो बलिउडको चर्चित 90s को मार्केट खाएको मनिषा कोइराला हिरोइन चाहिँ होइन हामीसँग सँगसँगै हाइकिङमा आउनु भएको थियो यसो तपाईँहरू पनि आइदिनुहोस् होला हेरिदिनु पर्यो र आफ्नो प्रतिक्रिया दिइदिनु पर्यो अटोग्राफ चाहिन्छ भने एबिएसमा भेटौँला अटोग्राफ चाहिन्छ भनेपछि आशय विद्या सदनमा आएर तपाईँहरूले अटोग्राफ ल भीमसेन स्थानमा आएर चाहिँ होइन अटोग्राफ लिन सक्नुहुन्छ अब यहाँबाट तपाईँहरू अरू बाँकी ग्याङ चाहिँ यता अगाडि पुगिसकेको अवस्था
हो ल अब कस्तो लागिरहेछ त तपाईँहरू तल झर्दाखेरि तपाईँ त दाँत मात्रै देखाउनु ए मजा लागिरहेछ मजा आयो आनन्द आयो ल हो कति टाइम लाग्यो तपाईँहरूलाई माथिबाट तल झर्दा यसो माथि ओहो डबल हाइकिङ हानिदिनु भयो तपाईँहरू ओहो हो हो ल अरू के छ त यता हेलो राहुलजी के कस्तो हुँदैछ त एक्सपिरियन्स ए प्लेन चलाएर ल यहाँ चाहिँ प्लेन चलाउने पाइलट हाम्रो स्पेसली यहाँ चाहिँ रत्नपाकबाट बालाजुसम्म प्लेन चलाउनुहुन्छ यहाँको नाम चाहिँ के अरे राहुल आङलिम्बु ए ए ल तपाईँको पर्मानेन्ट एड्रेस हो ल ल तपाईँको नम्बर यसो नम्बर त होइन फेसबुक आइडी चाहिँ होइन छोडिदिनु पर्यो यसो तपाईँको तपाईँ के गर्नुहुन्छ त पाइलटको क्याप्टेन ए ए पाइलट खलासी हो पाइलटको तपाईँ तपाईँ पाइलटको खलासी हो ए पाइलटको पनि क्याप्टेन हो तपाईँ ए ए तपाईँको यो अवस्था चाहिँ पाइलटको क्याप्टेन हुने जस्तो चाहिँ देखिएन है यो ए ए अब यहाँनिर चाहिँ हामीहरू आर्मी ब्यारेकनिर भएको हुनाले चाहिँ अलि बाँकी चाहिँ यतातिर हाम्रो एक ग्याङ चाहिँ यता स्पेसली विश्राम गरिराख्नु भएको छ अब यहाँ चाहिँ हाम्रो ह्यान्डसम सर मोस्ट ह्यान्डसम सर अनि दुईजना चाहिँ आइराख्नु भएको छ उताबाट तपाईँलाई कस्तो छ अहिले सन्चो छ ए तपाईँ चाहिँ के छ तपाईँको ए ठिक छ ए ल अब हामी जानुपर्ने बाटो चाहिँ यहाँदेखि हो अफरोड तल हाम्रो अनुष्काजी अब तल झर्ने क्रममा चाहिँ कस्तो अनुभव भइरहेछ त तपाईँलाई भन्नुहोस् खुट्टा दुखिरहेछ यो सर अरूलाई पर्दैन चुस्काला मात्रै बोक्नु अलि बिस्तारै है चिप्लियो भने त फेरि सर तपाईँ चाहिँ चिप्लिनु होला सर माथि भ्लगरहरुमै छ ल यता पछाडि पनि हुनुहुन्छ हाम्रो आधी मण्डली चाहिँ आधी मण्डली पछाडि हुनुहुन्छ हाम्रो मलाई फलो गर्दै आइराख्नु भएको छ हैन अब यहाँ हाम्रो आधी मण्डली चाहिँ अगाडि गइसक्नु भएको छ आधी ग्याङ आधी समूह हामी चाहिँ फास्ट जाने कोसिस गरिराखेका छौँ त्यही पनि जान सकेका छैनौँ हामीहरू बाटो चाहिँ अलि दिनाले चाहिँ लड्न सक्ने अवस्था छ यहाँ यो आधी एक दुईजना हाम्रो स्टुडेन्टहरू गुल्टिसक्नु भएको छ यहाँ त्यही भएर चाहिँ अलि सावधानी अपनाएर चाहिँ हामीहरू अगाडि बढ्नुपर्ने सिचुएसन भएको हुनाले चाहिँ बिस्तारै गइराखेका छौँ मसँग यहाँ हाम्रा क्लास 8 का दुईजना होनहार मान्छेहरू हुनुहुन्छ अहिले यी दुईजना तपाईँहरूको नाम चाहिँ फेरि भनिदिनुहोस् त के नाम मनिषा गौतम मनिषा कोइराला यस सर कोइराला मनिषा कोइराला अनुष्का शर्मा ओके दिज आर टु हिरोइन of Bollywood and they are traveling with me हो 18 वर्षमा एकचोटि विराट कोहली जितेको आरसीबी ए तपाईँ क्रिकेटको पनि फ्यान हो तपाईँ चाहिँ कसको फ्यान स्पेशली विराट कोहलीको हो आरसीबी टिम ए आरसीबी को हो तपाईँ अनि फुटबल चाहिँ कसको रोनाल्डो भन्न रोनाल्डो कुन देशको थाहा छ तपाईलाई ल अब यहाँ एकदम जेन्युन फ्यानहरूलाई चाहिँ आफू कसको फ्यान हैन अलि कमेन्ट गरेर भन्नु होला अब रोनाल्डो चाहिँ कुन देशको
हुनुहुन्छ होइन तपाईँहरूले कमेन्ट गरेर भनिदिनु पर्यो यहाँ अब यहाँ एक दुईजनाले त हाम्रो के भनिराख्नु भएको छ रोनाल्डो कहाँको रे अमेरिकाको रे अफ्रिका नै हुनसक्छ अफ्रिकाको एकजना भनिराख्नु भएको छ त्यही भएर अब हाम्रो यहाँ स्टुडेन्टहरूलाई चाहिँ यसो जानकारी गराइदिनु होला कहाँको विराट कोहली चाहिँ कुन देशको कसको टोपी हो एकजना चाहिँ हाम्रो आउनुभयो जुनमजी तपाईँ चाहिँ कुन कसको फ्यान रे मेसीको कि नेमारको कि कसको रोनाल्डोको हो तपाईँ पनि रोनाल्डो चाहिँ कुन कन्ट्रीको थाहा छ तपाईँलाई कहाँको छ ए पोर्चुगल हो रोनाल्डो मेसी चाहिँ कुन कन्ट्री हाम्रो मेसीको पार्टी हुनुहुन्छ ऊ जिन्युन फ्यान मेसीको हेलो मेसीको फ्यान चाहिँ यता हाई भनिदिनु पर्यो हाम्रो ब्लगमा हो ल यता मनिषजी तपाईँ कसको फ्यान मनिषजी तपाईँ कसको फ्यान रोनाल्डोको कि मेसीको गरौँ म कसको फ्यान तपाईँ कसको फ्यान सुको रोनाल्डो चाहिँ कुन देशको पोर्चुगल थाहा रहेछ है तपाईँ चाहिँ कुन कसको फ्यान यता आउनुहोस् यता मौसीको फ्यान ए हो तपाईँ चाहिँ रोनाल्डोको हो तपाईँ ए यता हेरेर भनिदिनुहोस् न त रोनाल्डोको फ्यान भनेर यता हाम्रो सरहरू चाहिँ सङ्गम हाम्रो सुदिन चाहिँ कसको फ्यान रोनाल्डोको हो ए यहाँ त त्यसो भए रोनाल्डोको फ्यान चाहिँ अलिक बढी हुनुहुँदो रहेछ म चाहिँ स्पेसली मेसीको फ्यान ओहो हाम्रो टोली चाहिँ अब तलतिर बढिराखेका छौँ कुरा गर्दा गर्दै अगाडि बढेको आधी बाटोभन्दा पनि बढी आइसकेका छौँ होइन तर हामीलाई हिँडेको जस्तो महसुस चाहिँ भएको छैन अहिले अलि अघि माथि चढ्दाखेरि चाहिँ अलिकति गाह्रो भएको अवस्था थियो हामीहरूलाई त्यही भएर चाहिँ हाम्रो सरहरू चाहिँ अगाडि बढी राख्नु भएको छ त्यही भएर चाहिँ